यो हाम्रो चाहिँ तररा सुनसरी जिल्लाको चाहिँ तररा फार्म हो। हेर्नुहोस् यहाँ दसौँ हजार बिघा जग्गा चाहिँ उस्तै सरकारलाई घाटा। हेर्नुहोस् यहाँ सरकारले के आम्दानी लिइरहेछ यहाँबाट। यहाँ चाहिँ सबै यहाँ पार्टीका झोले भरुटे कसको चाहिँ हो त्यसरी खाइरहेको छन् बाँडीचुडी। अब यहाँ हेर्नुहोस् फलफुलहरू यहाँ यति छ, सरकारले के आम्दानी दिन्छ। यत्रो जग्गा जमिन छ, गाई बस पशुपालन छ, त्यहाँ भैँसी फार्म। अब यत्रो चाहिँ हेर्नुहोस् यहाँ पुरा लिची। यहाँ हजारौँ टन लिची फल्छ। अब यो सबै चाहिँ लिचीका यहाँ बिरुवाहरू हेर्नुहोस्। यहाँ मौरी फार्म हेर्नुहोस्, यहाँ सबै मौरी फार्म सबैको आफ्नो प्राइभेट हुने। यहाँ मौरी ल्याएर चराउने हेर्नुहोस्। यत्रो गरेर सरकारलाई फाइदा छैन, यो सबभन्दा सरासर घाटा छ। हेर्नुहोस् यसको चाहिँ छानबिन हुनु पर्यो। यही ज्योति बालन सरकारले छानबिन गर्छ कि यसलाई चाहिँ सही सदुपयोग गर्छ कि भन्ने हामीलाई चाहिँ आशा लाग्छ। यो पुरा यसरी चाहिँ यो भइरहेछ। यो 10,000 बिघा जग्गा भनेको सानो होइन। के सोचेछ सरकारले भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। त्यसलाई राख्नु त पुरा लानु भइरहेछ। देशमा भएका सुकुम्बासीहरू आधिकारिक सुकुम्बासीलाई चाहिँ यहाँ ल्याएर बास दियो भने चाहिँ बहुत अच्छा हुन्थ्यो। यहाँ सरकारले बहुत राम्रो काम हुन्थ्यो। यो यसरी यसलाई चाहिँ उ गर्ने सट्टा सुकुम्बासी चाहिँ बस्ती बसाइदियो भने साह्रै राम्रो हुन्थ्यो। यहाँ चाहिँ ल सब किरा लगाएर दियो भने बिचरा लिची खाँदाखेरि चाहिँ अब कहाँ भयो भने नि हामीले पनि रासो तिरेका छौँ सरकारलाई। यो हाम्रो पनि हो क्या।